हेलो एभ्रिवान, सबैलाई नमस्ते हैन। र आज चाहिँ म के रे बहिनी लिन जाँदैछु हैन। अघि नै मैले तपाईलाई भनिहालेको थिएँ, अघि सानो एउटा फनी मोमेन्ट लभ मोमेन्ट वाला भिडियो मैले मेरो मम्मीसँग हालेको थिएँ हैन। त्यसमा मैले भनेकै थिएँ कि आज हाम्रो बहिनी आउँदैछ भनेर। र आज चाहिँ अब म मेरो बहिनी लिन जाँदैछु। हेरिदिनु होला, मजाले माया पनि गरिदिनुहोस् होला। अनि अहिले चाहिँ म घरबाट बाहिर निस्किसकेँ हैन। आज पुरा घाम पनि लागिरहेछ नि त, देख्न सक्नुहुन्छ एकदम पुरै घाम क्या, पुरा घाम लागिरहेछ, फेसमा पुरा आइरहेछ। अन्त टोटो हेरेको थिएँ, टिक्क टोटो नि बाटोमा रहेछ। अनि म टोटोमा चढेँ, टोटोमा जाँदै थिएँ। घाम पुरा थियो क्या, यताउता हेरेको बाटो पुरा टलक्क टल्केको हो, पुरा घाम लागिरहेछ नि त। अनि म फेरि यसो सोचेँ आज त बहिनी पनि आउँदैछ, घाम पनि यस्तो छ। अनि ठिक्क त्यति सोच्दै बजार पुग्यो। बजार चाहिँ आज शनिबार हो नि त, अन्त शनिबार चाहिँ हाम्रो यता नक्सलमा बजार लाग्छ, पुरा भिड हो। सब्जी बेच्ने मान्छे कहाँबाट आउने, लिने मान्छे कहाँबाट आउने नि त, पुरा भिड रहेछ। र त्यतिमै अहिले म चाहिँ पानीघाटा मोड पुगेँ र बस पर्खिरहेको थिएँ। अनि बस पनि आएको थिएन, अनि बल्ल बल्ल बस पनि आज आयो। र अहिले म बसमा चढिसकेको छु। बसले लिएर जाँदैछ हामीलाई। अनि ठिक्क बसमा जाएको थियौँ, अनि हामीलाई त्यो बिहार मोड भनेर चढेको, तर बिहार मोडमा नउतारेर अप्पर बाग्रामा उतार्थ्यो। त्यो बस चाहिँ ओभरफ्लोबाट जाने रहेछ, ओभरब्रिजबाट। अनि त्यही भएर म ठिक्क उत्रेँ, अनि हिँड्दै गएको थिएँ। अन्त अरू बेला पुरा पर्खिनु पऱ्यो, ठिक्क बस बल्ल आज फर्स्ट टाइम जाने बस चाहिँ लागिरहेको थियो कि। अनि आज फर्स्ट टाइम बस पर्खिरहेको थिएँ। प्रगर्दी अहिले त म बिहारमा छु, प्रगर्दी गएको चाहिँ होइन, तर ठिकै छ। के अरे यो गर्मीमा बस पाइहाल्नु नै ठुलो कुरा हो, नभए अहिले मैले घाममा वेट गरिरहनु पर्छ होइन। बस पनि पाइहालेँ। ज्यादा त छैन, ज्यादामा ज्यादा तपाईँको 45 मिनटसम्म पुग्छु। अनि फेरि भिडियो गर्छु ल, थ्याङ्क यू। अब म चाहिँ के अरे बसबाट उत्रिसकेँ होइन। र अब बहिनी बस्दै जाने बाटो लिएर आइपुगेको छ। यहाँ एउटा टोटो रहेछ, अब टोटोले कति भाडा भन्छ हो, अनि टोटोमा जाने देखाउनु होला। अनि ठिक्क म चाहिँ बहिनीको बाहिर स्कुलको गेटतिर पुगेँ होइन। त्यहाँबाट स्कुलको गेटको नानीहरूले खोल्यो। अनि यहाँ देख्नुहुँदैछ हाम्रो बहिनीको स्कुलमा पढ्ने नानीहरू धेरैजना छन्, प्रायः यहाँ सबैजना ब्लाइन्ड हुनुहुन्छ। तपाईँहरूलाई भनिदिइहाल्छु, मेरो बहिनी चाहिँ ब्लाइन्ड हो नि त। अन्त हामीले ब्लाइन्ड स्कुलमा हालिदिएको थियौँ। अनि अहिले बहिनी भित्र छ भनेर चाहिँ भने एकजनाले मलाई। अनि मैले सिधै बहिनीको रुमतिरै दिएको थिएँ। यो हाम्रो फर्स्ट फ्लोरमा, ग्राउन्ड फ्लोरमा थियो पहिला चाहिँ, अनि अहिले चाहिँ फर्स्ट फ्लोरमा बसेको थियो क्या। अनि हामी त्यहाँ जाँदै थियौँ, हेर्दै गर्नु होला। कहाँ ऊपर है, ऊपर है। सो अहिले चाहिँ म बहिनीको स्कुल पसिसकेको छु होइन। बहिनीलाई अहिलेसम्म थाहा छैन म आइसकेको छु भनेर। सरप्राइज दिनु पऱ्यो, कस्तो खालको उसको अफर हुन्छ होइन। ल नजाने घर खुसी भोलि चाहिँ भर्खर नहेर आएको रहेछ त। के अरे कति दिन भयो तिमी बसेको? अहिले 2 महिना 27 दिन भयो। कतिको खुसी लाग्दैछ त? धेरै खुसी लाग्दैछ। कहाँ जाने आज? भेट्नु मात्रै आएको त, लिनु आएको होइन त? घर जानु न। है आज न, तिमी भोलि जाऊ न होइन। अनि भिडियो सबैजना हेरिरहेको छ, सबैलाई हालिदिनु। हामी चाहिँ म्याजिकमा जाँदै थियौँ नि त। अन्त बहिनीलाई त पुरा गरम भइसक्यो क्या, घरि पसिना पुस्ने घरि के गर्ने गरिरहेको थियो क्या उसले चाहिँ। अनि आफै एक्लै गाना पनि गाउँदै थिएँ, एकदम पुरा पसिना पुसेको क्या, गर्मी धेरै भएर। अनि त्यति गर्दै हामी ठिक्क घर आइपुग्यौँ। हामी अहिले घरमा छौँ। यो ब्लग अघि मैले हालिहालेको थिएँ, तपाईँले हेर्नुभएको थियो होला। जसमा बहिनीले मलाई पुरा माया गरिदिएको थियो। म त्यतिकै इमोसनल पनि भएँ, तर बिचरा मेरो बहिनीले त मलाई पुरा माया गर्छ। थ्याङ्क यू। अझै भिडियो हेर्नु लागि फलो गर्नुहोस् होला, धन्यवाद। I love you.